घाम बबाल लागेको छ। पसिना पनि दामी आउँदैछ। ज्ञानीहरू आइपुग्यो यहाँ। क्रिम यो एकदम राम्रो हुनु तिमी मेकअप। फाइनल्ली मसँग चाहिँ एउटा झोला आएको छ हो, झोला दिनुभएको छ। त्यो झोलाभित्र के छ यसमा? ओ हेलो एभ्रिवान, यहाँहरू सम्पूर्णमा नमस्कार छ र फेरि पनि मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। र मैले चाहिँ ब्लग नबनाएको चाहिँ धेरै नै भइसक्यो, किनभने म बाहिर त्यति धेरै घुम्नु पनि गएको छैन र फर द फर्स्ट टाइम आज चाहिँ म धेरै नै टाढा जान खोजिरहेको छु। भन्नुको मतलब धेरै टाढा त होइन, तर मेरो लागि त एकदम टाढा नै हो, जुन चाहिँ मेरो फर्स्ट टाइम पनि हो। र आज चाहिँ म चाहिँ हाम्रो लियो क्लब अफ इटरी सिटीको साथीहरूसँग चाहिँ म काठमाडौँ जान खोजिरहेको छु। हामीले चाहिँ प्लान बनाइसकेका छौँ र अबको केही समयमा चाहिँ म यहाँ रुमबाट तयारी भएर निस्किनु पर्ने हुन्छ, त्यहाँ साथीहरूसँग भेटेर अनि साथीहरूसँग रमाइलो गर्दै जाने हो। र अलिकति मेरो भोइसमा चाहिँ हिजो बेलुका हल्का फ्यानले गर्दाखेरि मेरो घाँटीमा समस्या भएको छ र बोलीमा पनि अलिकति समस्या हुँदैछ। अनि तर केही छैन, दबाई खाँदै भए पनि जाने हो। टाढाको यात्रै रहेको छ मेरो, किनभने काठमाडौँ मेरो फर्स्ट टाइम नै हो। म एकदम इन्जोय गर्नेछु, म एकदम एक्साइटेड पनि छु काठमाडौँ जानुको लागि हो। कृपया मेरो भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला र सक्दो सेयर अथवा सपोर्ट पनि गरिदिनु होला र मेरो युट्युब च्यानललाई एकदम सब्सक्राइब गरिदिनु होला। र अब म जाने क्रममा चाहिँ बाटोमा के हुन्छ, कसलाई भेट्छु, के कुरा गरिन्छ, के काम गरिन्छ, म सबै यस भ्लगमा देखाउँदै जानेछु है त। त्यसको लागि चाहिँ तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। ल फाइनल्ली अब म चाहिँ एकदम रेडी भएर निस्किसकेँ होइन। रुमबाट हातमा झोला छ हो, यहाँ छ। अनि ट्याक निस्किँदैछु। अनि चाहिँ 3 बजेर 10 मिनट गयो क्या। अनि घाम बबाल लागेको छ, पसिना पनि दामी आउँदैछ। ट्याक्क म चाहिँ यहाँ अगाडिबाट सफारी चढेर जान्छु हो। त्यो सफारी पनि चढ्यो हो। र अनि अहिले अब म चाहिँ गएर पश्चिम म्याजिक स्ट्यान्डमा बस्छु, त्यहाँदेखि साथीहरूलाई भेट्छु र त्यसपछि चाहिँ गाडी आउँछ, गाडीमा चढेर जाने हो। घाम चाहिँ एकदम बबालै लागेको छ क्या, तरी पसिना चाहिँ त्यसो हो हुनबाट। त्यही भएर अलिकति सन्चो पनि छैन। अनि त्यसो गरेर म दबाईहरू पनि लिनु पर्नेछ अलिअलि, लुगाहरू बोकिने अनि ज्वरोको। अनि दबाई खाँदै पनि जाने हो, एकदम रमाइलो गर्ने हो। सुनिता धन्यवाद। ट्याकको सफारीबाट पनि झरे हो र एकदम घाम चाहिँ बब्बाले लागेको छ। म चाहिँ पश्चिम म्याजिक स्ट्यान्डमा बसेको छु। मेरो ब्यागहरू चाहिँ यहाँ छ हो 2टा। उता साथीले फोन गरेर बोलायो, अमरदीपले, पाउरोटीमा आऊ भन्न। म चाहिँ त्यहाँ अगाडि बसिरहेको थिएँ। धुलो के साह्रो आएको हो क्या आम्मामा हो। कुन्ताको रोग के भन्छ रुगा लागिरहेको छ, त्यही माथि धुलो यस्तो छ नि, घाम झन् बबालै क्या। ज्ञानीहरू आइपुग्यो यहाँ। 2 जना यहाँ आइसक्यो हो। 2टा टोलीहरू। के छ खबर? आरामै हावामा त अगाडि बस्दा गरेर नि, त्यही भएर उहाँबाट आएर बसेर नि मजा ट्याक्कसँगले म चाहिँ पछाडि छु। चिनेको जग्गा 2 जनालाई मात्रै हो, अर्को 2 जनालाई चाहिँ मजाले अब बिस्तारै चिन्जानुहुन्छ हो। म रहे आँखामा धुलो छिरेर यार। र मसँग चाहिँ यहाँ मेरो साथीको भाइ अथवा साथी नै छ हो, उसलाई पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अब 1 जना 2 जनाबाट चिन्दै चाहिँ अब सबैलाई चिनिन्छ होला। र गर्मी चाहिँ बबालै हाम्रो यात्रा काठमाडौँसम्मको एकदम रमाइलो गर्नुपर्छ हो। हेर्दै हाँस्दै छ, लजाउँदिन नि म, कहाँ लजाउँछु। र हामीले चाहिँ सामान अब त्यहाँ राख्यौँ होइन। अनि यहाँ चाहिँ खाजा खानु जाने भन्दैछ क्या। अनि खाजा खाने हो। साढे 3-4 बजीतिर जाने भनेको 5 पनि बढी बजिसक्यो होइन। एकदम पर्खेछु। यो बिचको समयमा चाहिँ हामीले खाजा पनि खायौँ हो। र अझै पनि हामी वेटिङमा छौँ, गाडी आउँदैछ भनिरहेको छ। र चाहिँ यहाँ अरूमा बसिरहेको छ। ल गाइज फाइनल्ली हामी चाहिँ स्क्यामै भयौँ जस्तो लाग्यो। एसीवाला गाडी भन्थ्यो, भरे लोकल बस जस्तो देख्दैछु म।
अनि अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ हो। गाडी चाहिँ उहाँ आइसक्यो। अब यो गाडीमा चाहिँ काठमाडौँ जानुपर्ने हो। एसीमा चढ्ने होइन त अब हामी एसीमा चढ्ने भनेर मक्ख झ्याल खोल्नुपर्छ अनि चढ्नुपर्छ। गाडी चाहिँ यो हो, चढ्नुपर्ने हुन्छ अब हामीले होइन। ओ केटा झालक झुलुक यता हेर त तिमीहरू एसी त नि फुल स्क्याम हो, फुल स्क्याम होइन। खाता लगाउने कार्यक्रम हुँदैछ होइन, सामान गर्नु हुँदैछ। फाइनली मसँग चाहिँ एउटा झोला आएको छ हो, झोला दिनुभएको छ। यो झोलाभित्र के छ यसमा? ओ के हुन्छ यो झोलाभित्र? यो झोलाभित्र के हुन्छ? केही सामानहरू हुन्छ ए टी सर्ट के हुन्छ यहाँ मनोजाल सोध्दा हुन्छ। यो झोली चिजहरू छ रहेछ। ओलियान एसोसिएट्स, थ्याङ्क्स ओलियान एसोसिएट्स र लियो क्लब सिटीलाई पनि हो। अब के छ भरे म देखाउँछु गएर। यहाँ चाहिँ लिची वितरण कार्यक्रम हुँदैछ हाम्रो लियो क्लब अफ इटरी सिटीको अध्यक्षले। नाम चाहिँ उसको, तर लिएको चाहिँ उसले हो फेरि। के अरे विराटनगर युनाइटेडबाट, विराटनगर युनाइटेडको कम्पनी आएको छ है गाइज होइन। क्रिम यो एकदम राम्रो हुनु तिमी मेकअप मेकअप आएको छ होइन। टिसिपीबाट आएको छ। पेन पनि दिएको छ लभ लेटर लेख्नलाई। मार्ने नै रहेछ नि त। भमिट गर्नु गऱ्यो भने यसो प्लास्टिक पनि दिएको छ। त्यो त उपारो त फर्काइदिनु ए टक्ना पनि दिएको छ। अरू सामान किन्ने चाहिँ पैसा आफैले पुरा ब्याकअप हो। भारतको पुलमा आइसकेको छौँ हो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है भारतको पुल। अहिले चाहिँ तपाईँको ठ्याक्कै 6 बजेर 26 मिनट भएको छ र भारतको पुलमा छौँ हामी चाहिँ। एकदम इन्जोय गर्ने हो आजको ट्रिप। चाहिँ भारतको पुल बबाल छ, बबाल। म चाहिँ खासै अब यो बाटो त्यस्तो हिँडेको चाहिँ श्री बाबा बैजनाथ पेडा भनेर अहिले हामी चाहिँ यहाँ ट्याक्क एकछिन झरेको छौँ। थोरै 5 मिनट जानु होइन।
जसरी पनि त्यहाँसम्म बनाउनु हो पर हेरेको हेरे हामी हेरेको हेरे हेरेको हेरे ट्याक्राकसँगले चाहिँ अहिले हामी लालघर भन्ने ठाउँमा आएको छौँ हो। अब यहाँ चाहिँ खानासाना खाएर चाहिँ अब निस्किनु हो एकछिनमा ट्याक्कसँगले। बिरानो ल गाइड्स, मैले हिजो राति चाहिँ अब खाना खाइसके पछाडि चाहिँ भ्लग बनाउनु पाइनँ किनभने फोनमा पनि चार्ज थिएन अनि खाना खाने बित्तिकै गाडीमा सुतियो हो। निदाएपछि बिहान एकैचोटि उठेको हो अनि त्यसपछि भ्लग चाहिँ खिच्नु पाएको थिइनँ र अब चाहिँ यो अर्को नेक्स्ट भ्लग चाहिँ मेरो अब अर्को फेरि आउँदैछ। कन्टिन्यू अपलोड गर्नेछु, अपडेट दिइराख्नेछु हजुरहरूलाई र त्यही हो। मैले आज भिडियो बनाउनुको कारण चाहिँ हिजो राति मैले भिडियो बनाउनु पाइनँ, त्यही कारणले चाहिँ अहिले बनाउँदैछु। सो प्लिज सब्सक्राइब टु माई युट्युब च्यानल र धेरै धेरै सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सी यु इन नेक्स्ट भ्लग।